것처럼 할게 어디고 하지고 보내기나 아버저러 튕겨 만나기 아스테 아스테 समनी माले हाय श्री हावा शीतल होने हाय पथाय दिंदा हाय मोर्चे सबको हाय माता पिता हाय हास्य श्री हवा हाय सदा हुँदी हाय तुझको मुर्सा हाय खोल्न गए हाय खोल्न जाँदा हाय सरसल्ला भई हाय हाम्रो पुत्र हाय हाम्रो छोरो हाय हाम्रो भाइ हाय मती भयो हाय उसको आत्मा हाय स्वर्ग जाऊन् हाय भनिकिन हाय पृथ्वी तलको हाय सात समुद्र हाय निर्मल भनिकिन हाय बेरी राख्दा त्यो दागोको हाय ज्वरो भयो हाय त्यो दागोको हाय लिङ्ग भयो हाय हुँदाखेरि हाय बासुकिनाको हाय शरीरबाट लिङ्ग भयो हाय त्यो लिङ्गको हाय त्यो लिङ्गबाट हाय पोखरीको हाय ओपरमा हाय जलकुम्भी फुल हाय फुल फुल्यो हाय त्यो फुलको हाय रसै भयो हाय त्यो रसमा हाय दैत्यहरू हाय सधैँ दिन आफूले खेल्दै हाय आराम गर्ने हाय ठाउँ दिन पौरे खेल्दै हाय आउँदा हुँदी हाय सानो दैत्य हाय जलकुम्भीको फुलैमा पसिकिन आराम गर्न हाय पाएकिन यताउति यता हुँदी त्यो फुलको हाय रसै भयो हाय त्यो रसमा सर्के पल्के आउँदा हुँदी सधैँ आउने हाय सधैँ आउने हाय त्यो दैत्यहरू हाय सर्के पल्के हाय सधैँ आउँथे हाय एक दिन त मूल दैत्य आएकिन हाय सर्के पल्के आउँदा हुँदी हाय आरो दैत्य हाय राखेथिकिन हाय सब दैत्य हाय फुलमाथि हाय लोडाइ पर्दा हाय तुच्छ पातालैमा हाय बासुकी नाग हाय धक्का पर्यो हाय धक्का पर्दा हाय बासुकी नागले हाय उसको भाइ हाय बन्धुहरू हाय सेती नाग हाय काले नाग हाय चतुर्मुखी हाय मिथे नाग हाय भन्न थाले हाय कोसहरू हाय के पो घरु थाले हाय त्यो फुलको रसलाई पछि ल्याउन सक्छु हाय भनेकिन काले नागले त्यो दैत्यलाई मारिदिन्छु हाय भनेकिन सरसल्लाह गरे हाय सेती त्यो बेरेछैको जिब्रो ठोगे त्यो फुलको रसलाई आमा पहिले हाय काले
लाग्ने त्यो बिर्सेलाई ठुङ्गी किन दैते मर्ने आवाज बिक पठाइदिए पठाइदिँदा सल्के पल्के सधैँ आउने ठुलो थाइते खाँदा हुँदी त्यो बिखोले पकडी माथि भए हुँदे कहाँदेखि नागेनी नागेनीहरूले रुख बिर्से ओब्दाए किन पोवा पन्छे जोभा झन्को आखेरीमा बाटो मनुते हामी उत्पन्न गरे मनुते हाम्रो भएको यही घरको महेश भाइ जन्म भयो 2000 पैसा थिए साला एक महिना बतास आउँदा लडे जान्छ उसै घरे आमा बाबु दाजु भाइ बेहोस भए मूर्छितै भयो भाषा बस्ने हामी एकै चिस पाठाउने साथे राख्ने चलन हाम्रो मन भने परदेशीले मधुकरले परदेशी भाइको के हो छ र के हो तिम्रो भने किन भने आदि परदेशी भाइको बाँसुरीलाई राख मेरो पनि एक गोठालो बजार ठिङ्गे साथमा लैजाउँ भने किन मधुकरले बजार ठिङ्गे जान्छौ भने ठिङ्गे भन्न थाले हुन्छ जान्छु मेरो मालिक आगे भए साथै जान्छु भने किन साथै किन मधुकरले थाले मैले भनेको मान्छौ केटा मान्छौ भने मान्छु भने किन बजार ठिङ्गे भन्न लाग्यो हुन्छ सत्य कसम